नमस्कार। ज्योतिष प्रशिक्षण कार्यक्रम अन्तर्गत आज हामी नवांश कुण्डली निर्माण गर्न लागिरहेका छौँ। नवांश कुण्डली अर्थात् D9 चार्ट भन्छ। डिभिजनल चार्टहरूमा यसलाई हामीले D9 चार्ट भन्छौँ। विशेष गरेर नवांश कुण्डलीबाट स्त्री स्वरूपम अथवा स्त्रीहरू श्रीमती कस्तो किसिमको पर्दछ अथवा स्त्री जातकको कुण्डलीबाट हेर्नु पर्यो भने श्रीमान कस्तो किसिमको पर्दछ भन्ने कुराहरू नवांश कुण्डलीबाट निर्धारण गर्ने गरिन्छ र ज्योतिष शास्त्रमा नवांश कुण्डलीको धेरै ठूलो महत्त्व रहेको हुन्छ। आज हामी यही नवांश कुण्डली निर्माण कसरी हुन्छ भन्ने कुरा देखाउन गइरहेका छौँ। नवांश कुण्डली निर्माणको लागि यहाँनिर सूत्र मैले लेखिसकेका छु। हेर्नुहोस्, मेषादि स्वज नक्र तौलिक कुलिराद्याः नवांशाः क्रमात् भनेको मेषादिषु मेष आदि गरिएका राशिहरूमा अज भनेको मेष, नक्र भनेको मकर, तौलिक भनेको तुला, कुलिर भनेको कर्कट, यिनीहरू चाहिँ आद्य नवांशाः क्रमात् क्रमैसँगले आद्य नवांश हुन्। यसको नाम भयो आद्य नवांश। अब यसमा राशिहरू राखौँ। मेष, वृष, मिथुन, कर्क, सिंह, कन्या, तुलो, वृषो, धनु, मकर, कुम्भ, मीन। ल अब यसरी बुझौँ। मेष सिंह धनुको आद्य नवांश मेष हुँदो रहेछ। यस्तै प्रकारले वृष कन्या मकरको आद्य नवांश मकर हुँदो रहेछ। मिथुन तुला कुम्भको आद्य नवांश तुला हुँदो रहेछ। कर्कट वृश्चिक र मीन राशिको आद्य नवांश कर्कट राशि हुँदो रहेछ। अब नवांश भनेको के हो त भन्दा नव भनेको 9, अंश भनेको जम्मा 30 डिग्रीको 30 अंशको एउटा राशि हुन्छ। यो 30 अंशलाई हामीले 9 ले भाग गर्ने हो। 9 3 27, शेष रह्यो 3। अब शेषलाई हामीले 60 ले गुणन गरौँ, 180 भयो। 180 लाई 9 ले भाग गर्दा 20 पल्ट गयो भनेको एउटा नवांशमा 3 अंश 20 कला हुँदो रहेछ। अब यसलाई 9 ठाउँमा राखौँ। प्रथम नवांश 3 20, द्वितीय नवांश 6 40, तृतीय नवांश 10 पुरा, चतुर्थ नवांश 13 20, पंचम नवांश 16 40, षष्ठ नवांश 20 पुरा, सप्तम नवांश 23 20, अष्टम नवांश 26 40, नवम नवांश 30 पुरा। यसलाई यसरी याद गर्न सजिलो होला। 3 20 6 40 10 पुरा, 13 20 16 40 20 पुरा, 23 20 26 40 30 पुरा। अब हामीले सर्वप्रथम नवांश कुण्डलीको लग्न पत्ता लगाउनुपर्छ। लग्न पत्ता लगाउनको लागि हामीले स्पष्ट लग्नमानलाई हेरौँ। यहाँ स्पष्ट लग्नमा छ 4 15 25 43। यहाँनिर हेरौँ 4 15 25 43 भनेको 4 भनेको कर्कट राशि बितिसकेर सिंह राशिको 15 अंश 25 कला 43 विकला को लग्न रहेछ। अब सिंह राशिको आद्य नवांश हेर्नुहोस् मेष हुँदो रहेछ। त्यसपछि हाम्रो डिग्री हेर्नुहोस् 15 25 छ। 15 25 यसमा कहाँ पर्यो त भन्दा यो 5औँमा पर्यो, पंचम नवांशमा पर्यो। 15 25 भनेपछि आद्य नवांशबाट 5औँ पर जानु पर्यो भनेको मेष राशिको आद्य नवांश थियो। त्यसबाट 5औँ पर भनेको सिंह राशि भयो। सिंह राशिको नवांश लग्न निक्लियो। अब यसमा राशिहरू भर्दै जाउँ। 6 7 8 9 10 11 12 1 2 3 4। अब हामीले ग्रहमा हेरौँ। स्पष्ट सूर्य छ। मेष राशि कम्प्लिट भएर वृष राशिको 8 अंश 42 कला 26 विकलामा सूर्यदेव विचरण गर्दै रहेछन्। अब सूर्यको राशि भयो वृष राशि भयो। वृष राशिको आद्य नवांश मकर हुँदो रहेछ। त्यसपछि 8 42 अंश छ भनेपछि तेस्रोमा पर्यो। मकरबाट 3 पर जानुस्। मकर कुम्भ मीन। मीन राशिमा सूर्यनारायण आए। मीन भनेको 12औं राशि। अब यस्तै चन्द्रमा हेर्नुहोस्। सिंह राशिको 16 डिग्रीमा छ। सिंह राशिको आद्य नवांश मेष भयो। 16 16 छ। 16 40 सम्म 5औं भनेपछि मेष राशिबाट 5औं भनेको सिंह राशि। सिंह राशिमा चाहिँ
चन्द्रमा रहेछन्। यस्तै मङ्गल हेर्नुहोस्, मेष राशिको 8 डिग्रीमा छ। मेष राशिको आद्य नवांश मेष नै हुन्छ। 8 डिग्री भनेपछि तपाईको तेस्रोमा पर्यो। मेषबाट 3 भनेको मिथुन राशिमा भयो मङ्गल। यस्तै बुध हेर्नुहोस्, वृष राशिको 21 डिग्रीमा छ। वृष राशिको 21 डिग्री। अब वृष राशिको आद्य नवांश हेर्नुहोस्, वृष राशिको आद्य नवांश मकर भयो। अब 21 डिग्री हेर्नुहोस्, सप्तममा पर्यो। मकरबाट 7औँबाट जानुस्, मकर, कुम्भ, मीन, मेष, वृष, मिथुन, कर्कट। कर्कटमा आयो बुध। कर्कट भनेको 4, 4मा आयो बुध। अब यस्तै बृहस्पति हेर्नुहोस्, मिथुन राशिको 28 डिग्रीमा छ। मिथुन राशिको आद्य नवांश तुला, तुला राशि हुन्छ। तुलाबाट गणना सुरु गर्ने। 28 डिग्री भनेपछि नवम नवांशमा पर्यो। अब तुलाबाट 9 पर जानुस्, तुलो, बिछो, धनु, मकर, कुम्भ, मीन, मेष, वृष, मिथुन। मिथुन राशिमा आयो बृहस्पति। अब यसै गरी हामीले शुक्र हेरौँ। शुक्रको छ 2, 13, 3, 55, मतलब मिथुन राशिको 13औं अंश 3 कला 55 विकलामा शुक्र विचरण गरिरहेको छ। अब मिथुन राशिको आद्य नवांश हेर्नुस्, तुला हुन्छ र 13, 3 अंश भनेको चौथोमा पर्यो। अब आद्य नवांश भनेको तुला, तुलाबाट चौथो जानुस्, तुला, बिछो, धनु, मकर। मकर राशिमा आयो शुक्र। अब यस्तै गरी शनिलाई हेर्नुहोस्, मीन राशिको 15 डिग्रीमा छ। मीन राशिको आद्य नवांश कर्कट हुन्छ र यसको 15, 20 डिग्री भनेपछि 5औँमा 16, 40 भित्र पर्यो। 5औँमा पर्यो। आद्य नवांश हाम्रो के थियो? कर्कट थियो। कर्कटबाट 5 पर जानुस्, कर्कट, सिंह, कन्या, तुलु, बिछो। वृश्चिक राशिमा आयो शनि। अब यस्तै तरिकाले राहु हेर्नुहोस्, राहु छ मकर राशि, कुम्भ राशिको, मकर कम्प्लिट भएको हो। मकर राशि कम्प्लिट भएर कुम्भ राशिको 9 अंश 38 कला 48 विकलामा विचरण गरिरहेको छ। भनेपछि कुम्भ राशिको आद्य नवांश तुला भयो। तुलाको 9, 38 भनेपछि तेस्रोमा पर्यो। तुलो, बिछो, धनु। धनु राशिमा आयो राहु। अब राहु जहाँ हुन्छ त्यसबाट 7औं पर केतु हुन्छ। यसबाट 7औं पर भनेको पञ्चम भावबाट 7औं पर भनेको एकादश भावमा भयो। यहाँ केतु आयो। अब हुन्छ हुँदैन ट्राई गर्नुहोस्। केतु छ सिंह राशि, कर्कट राशिको 9 पुरा गरेर 9 अंश 38 कला 48 विकला भनेको सिंह राशि रनिङमा छ। सिंह राशिको आद्य नवांश मेष हुन्छ। मेषबाट गणना गर्ने डिग्री यस तेस्रोमा पर्यो भनेपछि मेषबाट 3 पर भनेपछि मिथुन राशिमा पर्यो। यसरी हामीले नवांश कुण्डली निर्माण गर्दछौँ। नवांश कुण्डलीबाट विशेष गरेर श्रीमान श्रीमतीको बीचको सम्बन्धका कुराकानीहरू अथवा श्रीमतीको स्वरूप अथवा श्रीमानको बारेमा अथवा तपाईको जीवन साथीको बारेमा हेर्नुपर्दा नवांश कुण्डलीबाट हेरिन्छ। ल आजलाई हामीले यति नवांश कुण्डली निर्माण गर्यौं। अस्तु, नमस्ते।